हेलो गाइस, साथमा तपाईहरु यो दुईटा हन्तकालीहरु देख्न सक्नुहुन्छ। तपाईहरु यो दुईटा हन्तकालीहरुलाई म देखाउन गइरहेको छु तपाईहरुलाई। मैले दुईटा हन्तकालीहरु मिठो मिठो दूध दिने हाम्री भैँसी। यसले त दूध दिने, यसले परी हामी भैँसी, परी हाम्री भैँसी, मिठो मिठो दूध दिने हाम्री भैँसी। Oh my god! मम्मी चाहिँ म बढी बोलेर हाँसिरहनु भएको छ। अनि पछि बोल्छ नयाँ वर्ष हो गाइसहरू, 2 गते म चाहिँ उता बजार जानेछु। बोल्छ नयाँ वर्ष हो कि गाइसहरू, नयाँ वर्षमा अब यही गाउँमा त यसलाई लाली भन्नु है। नमस्ते, आज हामी तपाईहरुलाई लालीसँग भेटाउँछौँ। हेलो गाइस, साथमा तपाईहरु यो दुईटा हन्तकालीहरु देख्न सक्नुहुन्छ। तपाईहरु यो दुईटा हन्तकालीहरुलाई म देखाउन गइरहेको छु तपाईहरुलाई। मैले दुईटा हन्तकालीहरु, एउटाको नाम चाहिँ लाली हो, एउटाको नाम चाहिँ परी हो गाइसहरु। अनि पछि परीले चाहिँ मलाई हान्छ, परी भनेको यसको आमा भैँसी। अनि यो चाहिँ अहिले पाडा हो गाइसहरु, यो स्याली चाहिँ अहिले पाडा हो। अनि यो स्यालीले मलाई किन हान्दिने भन्दा, किनकि म 2081 मा 5 क्लासमा थिएँ नि त। त्यतिखेर यो लाली जन्मिँदाखेरि म पनि थिएँ के नि। दसैँबाट हामी माथि दसैँ मानेर आएको थियौँ कि असोज 6 गते कति गते हो यो दसैँको दिनमा जन्मेको हो कि यो। अनि पछि यसले मलाई सानैदेखि चिने खायो नि त, अनि त्यही भएर यसले हान्छ। र यो परीले चाहिँ हान्छ गाइजहरू मलाई, यो लालीले चाहिँ हान्थ्यो। मेरो लाली हो नि त, जा परी परी। मैले चाहिँ यसको नाम राखिदिएको कि आमाले नाम राखिदिएको। अहिले हात मुख धुनु पऱ्यो यसले, यिनीहरूले मैले यसको छोएर त केराको पात काटेर यिनीहरूले दिए। अनि पछि बाख्रालाई पनि दिएको, बाख्राले भ्यायो क्या सबै केराको पात। बिचरा यिनीहरूले पनि खाना पाएन लाली र परीले। हेर त पुरै केराको पात भ्याउन लाग्यो भयो। अब तल त्यत्रो केराको पात खानुहोस् तल्ला हन्तकालीहरू। त यो लालीले खाएका यसैमा पछाडिबाट आएर हान्दिने रे के आमा। यसैमा लाइन उसैमा मेरो कपालको हालत देखेर तपाईँले हाँस्न सक्नुहुन्छ, तर नहाँस्नु गाइजहरू। तिमीलाई नै हुँ तिम्रै तिम्रै नै हुँ म तिम्रै हुला माया। हामी चाहिँ 3 गते रिजल्ट हो, भोलि चाहिँ नयाँ वर्ष हो गाइजहरू। कति बजे अहिले 12:09 गयो, भोलि चाहिँ नयाँ वर्ष हो। 3 गते रिजल्ट हो गाइजहरू। मेरो रिजल्टमा के भयो म तपाईँलाई भन्छु। म पास हुन्छु जस्तो लाग्यो, पास हुन्छु जस्तो होइन, पासै हुन्छु म गाइजहरू। होइन है ला परी, म पास हुन्छु है परी। आमा अबदेखि यसलाई परी भन्नु, यसलाई लाली भन्नु है। नमस्ते, आज हामी तपाईहरुलाई लालीसँग भेटाउँछौँ। को लाली हाम्री प्यारी भैँसी हो। ये लाली हाम्रो भैँसी, लाली हाम्री भैँसी, मिठो मिठो दूध दिने हाम्री भैँसी। यसले त दूध दिने, यसले परी हामी भैँसी, परी हाम्री भैँसी, मिठो मिठो दूध दिने हाम्री भैँसी। भोलि चाहिँ गीतान्टीहरू आउनुहुन्छ गाइजहरू। गडमदीबाट, गडमदी भनेको यही पारी गाउँ हो, यही गाइजहरू, यो नदी पारीको गाउँ हो गाइजहरू। भोलि चाहिँ गीतान्टीहरू आउनुहुन्छ। को आउनुहुन्छ अन्त सृजना आमा र गीतान्टी आउनुहुन्छ। अनि पछि हामी 2 गते सँगै जान्छौँ घर। अनि 3 गते रिजल्ट्स भइहाल्यो। रिजल्ट्स पछि फेरि हामी कौसरी जान्छौँ। कौसरीबाट यो बिदामा हामी पोखरा जान्छौँ। मम्मी हामी यही बिदामा पोखरा जाने है। अनि 21 गतेसम्म स्कुल बिदा छ भनेपछि सिद्धार्थ स्कुल मेरो
मेरो ठुलमम्मीको छोरी चाहिँ सिद्धार्थ स्कुल पढ्नुहुन्छ अनि मेरो ठुलमम्मी पढ्थे अनि पछि फेरि अब चाहिँ लैसा अब 1 मा जान्छ नि त अनि पछि फेरि मेरो ठुलमम्मीको छोरा चाहिँ सिधा मध्यबिन्दु स्कुल पढ्नुहुन्छ काउसतीको एल्ला चमनाइ थियो त त्यही स्कुल पढ्नुहुन्छ काउसतीको मध्यबिन्दु स्कुलमा सावल दाइ चाहिँ अनि 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 अब चाहिँ 9 मा जानुहुन्छ सावल दाइ पास हुनुभयो अरे सावल दाइ चाहिँ 8 मा अनि पछि मेरो ठुलमम्मीको छोरी चाहिँ सिद्धार्थ स्कुल 1 क्लासमा जान्छ अब अनि पछि अनि बोर्डिङ स्कुल भएपछि एउटा सँगै स्कुल हुन्छ होला भनेर सिद्धार्थ स्कुलको चाहिँ 21 गतेदेखि स्कुल छ रहेछ अनि पछि 21 गतेदेखि नै हुन्छ होला एससीको रिजल्ट र हाम्रो स्कुल सँगै हुन्छ होला भनेर 21 गते बनाएको छ अनि पछि के त हाम्रो पनि 21 गते नै हुनसक्छ कि अनि त्यही भएर हामी पोखरा ट्रिपमा जाने घुम्न गाइसहरू यो लाडी र परी चाहिँ अब खाएर बस्छन् म चाहिँ जान्छु गाइसहरू कति यो लाडी र परीको मुख हेर्दै बस्नु र है चप्पल चाहिँ यति राखिदिनु पर्ला त्यसले पछाडि हेर्न गाइजहरू अब चाहिँ म तपाईँहरू मेरो गाउँको सिन देखाउन गइरहेको छु मेरो गाउँको सिन रहेको चाहिँ यस्तो गाइजहरू माथि ठुलो गाउँ छ मैले तपाईँहरूले देखाइसकेको छु होला त्यो चाहिँ मेरो मम्मीहरू काम गर्दा त्यतिखेर मैले कामबाट मैले मोबाइल ल्याउँदाखेरि भ्लग बनाउँदै आएको थिएँ गाइजहरू त्यो चाहिँ तपाईँहरूलाई थाहा नै छ होला त्यो पारी गाउँ चाहिँ गरमदी गाइजहरू हाम्रो आमाहरू अहिले गरमदीमा हुनुहुन्छ त्यो घर देखेको चाहिँ कसको मलाई थाहा भएन गाइजहरू तर अहिले मेरो आमाहरू चाहिँ गरमदीमा हुनुहुन्छ मेरो आमा भन्नाले मेरो मम्मीको माइजू मेरो आमाको मेरो अहिलेको आमाको भाइको बुढी मम्मी चाहिँ बढी बोलेर हाँसिरहनु भएको छ अनि पछि भोलि चाहिँ नयाँ वर्ष हो गाइजहरू 2 गते म चाहिँ उता बजार जानेछु भोलि चाहिँ नयाँ वर्ष हो कि गाइजहरू नयाँ वर्षमा नि अब यही गाउँमा त कटाउने होला नि भोलि चाहिँ मेरो गीतानीको बर्थडे हो गाइजहरू भोलि यति रमाइलो गर्नु पर्ला गाइजहरू हाम्रो गाउँको सिन यस्तो देख्न सक्नुहुनेछ अनि पछि त्यहाँ चाहिँ के छ तपाईँहरू देख्न सक्नुहुनेछ अनि पछि मेरो घर कता हो मेरो मम्मीको माइत कता हो मैले तपाईँलाई अर्को भ्लगमा भनिसकेको छु म माथिबाट फर्किँदाखेरि मम्मीले काम गरिरहनु भएको थियो त्यहाँ आमा समूहको आमा चाहिँ यस्तो न्युज हेरिरहनुहुन्छ यो कस्तो रश्मि पनेरोको न्युज हेर्दै हुनुहुन्छ आमा चाहिँ पछि त्यो चाहिँ हाम्रो स्याम्पू गाइजहरू अनि पछि मैले यो कपडा लगाएर चाहिँ भिडियो बनाएको थिएँ अनि अर्को एउटा कपडा लगाएर पनि भिडियो बनाएको थिएँ कि गाइजहरू कता गयो कसको यादमा टुलाइरहे कसको याद टुलाइरहे मेरो कपालतिर चाहिँ नजानु होला गाइजहरू म गाउँमा छु नि त त्यही भएर के हालेर राम्रो हुनु कसको लागि के हालेर राम्रो हुनु पऱ्यो म गाउँमा गाउँ भनेको गाउँ हो गाउँमा च्यात्तिको कपडा लगाएर के हुन्छ अनि पछि मैले खोजेको यही हो यो लगाएर पनि बनाएको थिएँ यो दुईटै कपडा छ मेरो हुडीवाला आमाको हुडीवाला हो मेरो आमा अनि त्यसमा चाहिँ अब के छोरालाई जन्म दिएकी हुन् शर्मिलाको यो यात्रा केवल एउटा जन्मको कथा मात्र होइन यो त राज्यको शक्ति र वर्दीको आडमा भएको जघन्य अपराध विरुद्ध एउटी आमा ओहो के हुँदैछ यहाँ बैशाख 1 गतेको लागि तयारी हो कि क्या हो नि दाइ हामी यहाँ सम्पूर्ण पडोसहरूको नाम कमेन्ट मेन्सन अनि फलो ओके ठिकै छ म आउँदै छु को तपाईँ किन हाँस्नु भनेको मैले त मेरो पर्सन आथे गाइस अब चाहिँ म हात खुट्टा पनि दिन्छु नि मेरो मम्मीलाई मोबाइल पनि दिन्छु बाई बाई मेरो लाली र परी थाहा पनि भएन को कस्तो भनेर अब बेसले ल्याउनु पर्यो अनारमा र हात खुट्टामा बनिरहोस् नयाँ वर्ष बाई बाई गाइसहरू बाई
भ्लग चाहिँ यहीँ अन्तिम भएको छ गाइजहरू। मलाई तपाईँ मेरो भैँसीको बारेमा पनि भएको छ, भैँसी पालेको बारेमा पनि। अनि पछि मेरो मम्मी चाहिँ यहाँ आउनुहुन्छ, मेरो आमा चाहिँ यहाँ हुन्छ, मेरो बुवा चाहिँ माथि जानुभएको छ। बा चाहिँ के को अध्यक्ष हो नि त, जानुभएको छ। बाई गाइजहरू।